गाइस आज हामी तपाईलाई भिरमा आगो लाको देखाइदिन्छौं। हाम्रो गाउँको ठुलो भिर हेर्नुस्। यो घरको नजिक हेर्नु त क्या मजाको हो आगो लाको। वहाँ तलबाट कसले लगाइदियो। अब यहीँ बसेर 10 मिनेट का ध्यान दिएर आवाज सुन्नुस् त। गुरुर परेको आवाज के। वहाँ तल हिँड्ने गाडी हिँड्ने रोडबाट कसैले लगाइदियो रहेछ है। यो रोडको आसनबाट वाह गजबको आगो लगाइदियो है कसैले। ठुलो आगो लगाइदियो रहेछ। सल्किँदै 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 बडाङ र बडुङ जान्छ यार। गाइस हेर्नुस् हाम्रो यहाँतिर पनि आगो लाग्यो। खेतको लागि मल के खेतमा मल हुनको लागि हो अरे। र यो मेलाको चाहिँ आगो लगाएपछि जो खरानीको राख हुन्छ त तब पर्खा लगाएपछि पानी परेपछि के अहिले सुकेको मेलामा आगो लगाइदिएपछि पानी जब पर्छ त त्यो माथि मल हुन्छ त्यो खरानीले। र मेलामा पनि नयाँ घाँस पलाउँछ र राम्रो राम्रो हरियो घाँस पलाउँछ। त्यही भएर मान्छेहरूले धेरै जस्तो मान्छेहरूले मेलामा आगो लाउँछन्। र यहाँ खेततिर पनि त्यो फुटहरू त्यो झ्याम्टाहरू सँगालेर आगो लाउँछन्। हेर्नुस् अझैसम्म अहिले म यहाँ निकै टाढा छु। नजिक गएपछि हेऱ्यो भने कति ठुलो आगो लागेको हुन्छ के। कति ठुलो मैले आगो लागेको त उता भडाङ र भुरुङ गरेको त सुन्थेँ। तर मलाई मोबाइल खोज्नमा ढिलो भयो के। तपाईले यो आगो लाकोलाई ठ्याम्मै उल्टो गरे नि कस्तो हुन्छ नि। ठ्याम्मै मान्छे जस्तो देखिन्छ है। हो कि न एकपल्ट कमेन्ट गर्नु है। कहिलेकाहीँ आगोको सेप बदलिदिन्छ कि कस्तो कस्तो हुन्छ कि कहिलेकाहीँ त। यो मेलामा हेर्नु अहिले एकछिनपछि कस्तो आगो सल्किन्छ र कति के हुन्छ भनेर। ओइ आइज यहाँ। ओइ हिँड्छ ऊ अहिले अँध्यारो छ त्यही भएर यहाँ तपाईँले खासै केही पनि देख्नु छैन लाग्यो रे। तर यहाँ मेरो कालिया बसेछ कालिया। हामी उता आगो लाकोमा फोकस गरौँ। यो गाउँमा कहिले आगो लाएको रहेछ। ए हल्ला नगर्नु एकैछिन। यहाँदेखि माथिसम्म मेला छ। ठुलो मेला सुरुको ठुलो मेला यसलाई भन्छ अरे। यसलाई ठुलो मेला भन्छ। यो सेकेन्ड मेला हो यता माथिपट्टि भन्ने। र बिहान देखाइदिन्छु तपाईलाई। वाह क्या उज्यालो अब त झन् क्लियर देखिन्छ। मेला हेर्नुस्। पिचा सबै आगोमा खुट्टा लाग्ला र तपाईँ। यो ठाउँमा त अझै आगो लाग्नै बाँकी छ त। लाएर हो तेरेका हैन खोले आगो लगाएको रहेछ र यस्तो यहाँ खोले आम गाउँको छेउमा आगो लाउने मान्छेलाई त दण्डमा राख्दैन है। अहिले फायर कस्तो अहिले ठ्याम्मै कुकुर जस्तो भइरहेको है। कुकुरको नाक जस्तो कुकुरको यो लट्टीको कान भयो है। आगोको सेप बदल्दै क्या हँसो लाग्छ अरे हेर्दा।
पारी गाउँमा पनि आगो लगाएको रहेछ अरे यहाँ मैले त देखेको छु र सायद तपाईँहरूले देख्नु छैन हौ त्यो गाउँको यतापट्टि आगो लगाएर मैले यहाँ आँखाले देखेको छु अलि बलेको छ आगो फोकस गरौँ यतापट्टि ल्यान्ड हेर्नु न त्यो बिचमा कति रातो झिलिमिली के त्यो कोइला हुन्छ मतलब जलेको दाउराहरू कोही दाउरा साउरा त्यस्तै हो टिमटिमाउने ताराहरू जस्तो के